सो गाइस म फेरि पनि आइसकेँ सबैजना ह्याप्पी होली हिजो नि होली आज नै होली आएर अब हामी चाहिँ होली खेल्न गइरहेको छौँ जाको चोर गर्ने तरिका ल केटाहरू चाहिँ यहाँ छ टक्क लगाएर है गोरु गोरु देख्यो त यार गुल्या केटाहरू यहाँ छ टक्क लगाएर हामी चाहिँ केटाहरू ल अब टक्क लगाएर हामी चाहिँ होली खेल्न लागेको टक्क लगाएर यहाँ केटाहरू छ हरिफ दामी देख्यो यार तिमीलाई त यार ल त्यही हो हामी चाहिँ टक्क लगाएर अब होली खेल्न गइन्छ अब टक्क लगाएर अब अहिले एकछिनपछि अहिले भेटौँला टक्क लगाएर हामी चाहिँ नदेख्न सक्नुहुन्छ केटाहरू यहाँ केटाहरू छ सबै केटाहरू छ ल त्यही हो गाइस अहिले भेटौँला अर्को नेक्स्ट गर्छु हामी चाहिँ हाम्रो सम्झी घरमा खेल्न आयौँ भइलो अनि सम्झीले चाहिँ दक्षिणा सचिना सब दिएर पठाइसक्नु भयो एकदमै रमाइलो भइरहेको छ हजुरहरूको घर चाहिँ कतिको रमाइलो भएछ त्यो भन्नु होला र हामी चाहिँ निस्किसक्यौँ अब तल सन्तोष दाइको घरतिर जान्छौँ उता मेरो सानोको मित्रता यिनी यहाँ छन् हरिफ देख्यो यार गुले दोष यार कसम तिमीलाई यार ल यहाँ चाहिँ केटाहरू ल जान्छौँ हजुर जाऊँ ल त्यही हो ल साल है ग्यास छ भने उहाँ ल र मेरो शब्दमा मेरो भ्लगमा केही दुईजना केही कमेन्ट भनिदिनु होला के भन्न चाहनुहुन्छ तपाईँहरू सम्झि राम्रोसँग बस्नु होला ह्याप्पी होली ह्याप्पी होली आफ्नो कामलाई राम्रोसँग गर्नु होला अनि आनन्द बस्नु होला होलीलाई ह्याप्पी होली भन्न चाहन्छु ह्याप्पी होली सबैजना ह्याप्पी होली यता छ मेरो दाइ नि के भन्ने अरे एउटै दिनको हो हामी चाहिँ दिनले फरक हो साल हो बेस्ट छु साल होइन जेठान हो जेठान होली छ त्यही भएर ल जाम यो झोला यो कसको जिम्मा हो हिँड्ने हो चोला हिँड्नु ल त्यो होला सब गाइस हामी चाहिँ अब तलतिर जाँदैछौँ यो नाच्ने मेरो भान्जे देखेको यो चाहिँ खरायो म यामार बिहेर केटाहरूले निक्नेम राखिदिएको म यामार बिहेर यो चाहिँ खरायो अरे र खरायो म चाहिँ यामार बिहे फेरि त्यो कुन भ्लग त्यो उसमा हालेको थिएँ बाइक चलाएको यामारबी भनेर उसलाई चाहिँ खरायो भनेर कि उसलाई लिएर हिँडेको थिएँ नि त म त्यही होला सब अब अहिले भेटौँला फेरि तलतिर केटाहरू खेल्यो ओ सनोज दाइको घरि केटाहरू चाहिँ टक्क लगाएर जेन्जी हामी चाहिँ त्यस्तो होइन जेन्जी सेन्जी होइन हामी चाहिँ नर्मल मान्छे हो नर्मल मान्छे फेरि गाउँघरे मान्छे ल ल ओ सानो यता ल हामी चाहिँ सनोज दाइको घरतिर आइसक्यौँ ल केटाहरू चाहिँ यहाँ अब हाम्रो टोली भान्जे सन्टोष केटाहरू सबै छ उता दिलीप अहिलेको सालमा होली खेल न होली खेल उयो तल हिँड्ने क्या तर हाम्रोमा दिदीहरू घर हामी चाहिँ अब फेरि दिदी घरमा गएछौँ अघि नै माइली दिदी अहिले साइली दिदीको घरमा आइसक्यौँ माटोलमा हुनुहुन्छ हाम्रो प्रकाश सर केटाहरू हुन्छ ग्याङ नाचमा चिनिसक्नु होला यसलाई त भ्लगमा देखेपछि चिन्छ यसलाई त सबले चिन्छ यसलाई त ल त्यही हो हामी चाहिँ होली खेल्न हिँड्यौँ यस्तो टाउको अन्डा फुटाल्ने टाउकोमा यस्तो गर्थ्यो केटाहरूले लस्ट के गर्छ यसले आइज ल त्यही हो अहिले भेटौँ ल यहाँ त टक्क लगाएर होली खेल्दैछ एउटा ल है ल हाम्रो सगुनको हो सगुनलाई बे गरिदिने 40 को दिन सगुनको हो सगुन दिवेशले सगुनको हो सगुन अन्डा चल्ला दुबईले लगडा आज लस्ट रमाइलो गर्दैछ टक्क ल्याएर यहाँ छ केटाहरू छ होली खेल्दै
यस यहाँ भोलि खेल्दै चाहिँ होली 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 कोही त्यहाँ बसेछन् कोही केटाहरू छ दर्शकहरू केटाहरू चाहिँ हाम्रो केटाहरू ओइ माडल बजा त माडल बजा दक्षिणा दक्षिणा ओइ दक्षिणा दक्षिणा थाप्दैछ ऊ ल उता केटाहरू दक्षिणा थाप्दैमा हैरान छ केटाहरू दक्षिणा दक्षिणा है केटा दक्षिणा हाम्रो चाहिँ होलीको दक्षिणा ल यो घरमा ल यो घरमा ल गरिब रमाइलो गरे है केटाहरू चाहिँ खोइ मेरो खरायो खोइ मेरो खरायो उहाँ छ खरायो ल ल सब दामी भयो है केटाहरू चाहिँ होली खेल्दैछ ल मलाई सालो रे के साह्रो यस्तै परे हामी त गुलु त्यसले नाम चाहिँ परे राम परे सानो नजिम कमारो रमाइलो गरिरहेको छ ल बिदाबाजी गर अनि त कराएर जाम होला हामी चाहिँ अब माथि निखेल्न जाने केटा हो ल जाउँ त्यही अब हामी चाहिँ यहाँ भ्याइसक्यौँ यो घरमा भ्याइसक्यौँ अनि उतो घरमा भ्याइसक्यौँ यहाँ चाहिँ भयो अब हामी चाहिँ लग्यौँ जाम होला हाम्रो मेन रोक्न ल खरा मेन हाम्रो यहाँ चाहिँ हुनुहुन्छ प्रकाश राणा मेन माडलमा पैसा धेरै उठाउने मैले हो यो चाहिँ हो ल जाम अब यहीँदेखि जाम है भन्नु होइन सर्ट हुन्छ नि उहाँदेखि भन्दा त यहाँदेखि सर्ट हुन्छ नि त जाम के त्यहीदेखि ए हिँड्दा के सबको लाइट छ केही नि हुँदैन ल त्यही हो गाई अब रास्तो रमाइलो भइसक्यो अब टक्क लगाएर त्यही हो ल फेरि नेक्स्ट भ्लगमा रमाइलो छ हेर्नु होला नाच छ धेरै ल